84 को चक्करमा पर्नलाई नपारोस् तिमीले दिए शिवजी। ओम जय तीर्थानि प्रसरन्ति श्रीकाष्ठानि खङ्गिणः तीर्थाको 3 फेरि घुम्नु 2 फेरि नघुम्नु। ओम यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणां पदे पदे सबैले हातमा फुल लिनु। ओम यज्ञेन यज्ञमयदन्त देवास्तानि धर्माणि प्रथमान्यसन्न देहनकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः राजाधिराजाय प्रसय्यसायिने नमो वयं वै श्रवणाय कुर्महे समे कामान् कामकामाय मह्यं कामेश्वरो वै श्रवणो ददातु। ओम कुबेराय वै श्रवणाय महाराजाय नमः। ओम विश्वतो चक्षुरुत विश्वतो मुखो विश्वतो बाहुरुत विश्वतो स्पात्त सम्बाहुभ्यां नमति सम्पतत्रय ज्यावा भूमि जनयन् देवैकः श्रेवन्तिका बकुलचम्बकपाटलाब्जै पुन्नागजातिकरवीररसालपुष्प बिल्वा प्रवाल तुलसी दलमञ्जरीभिस्त्वं पूजयामि जगदीश्वर मे प्रसीद। नाना सुगन्ध पुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वरे। मंत्र भक्ति भाव सहित मंत्र पुष्पांजलि समर्पयामि। बोलिए लंबोदर गणेश भगवान को जय, भगवान को जय जय। ओम महा 4 वेदहरूको जय, 10 दिक्पालहरूको जय, नवग्रहहरूको जय, आवाहित देवहरूको जय, स्थापित देवहरूको जय, सत्य सनातन धर्म को दुईजना धेरै हुन्छ फलफुलले मात्र अर्को बोरा चामल ल्याएँ मैले मसिनो चामल अर्को सानो बोरा छ भित्र वासुदेवाय वासुदेवाय ओम नमो वासुदेवाय
शिवाय नमः शिवाय ॐ नमः भगवते वासुदेवाय नमः 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 शिवाय नमः शिवाय भगवान को तो बराबर करना है, निकालना आग निकालना, तो बराबर करना है, आग निकालना, घूमने संसार जाना। ओम जय त्रिधानि पितरानि सिकासानि कनिनाहानि साकुसासयोजने वदनवानि तनमसि अंगानि जवाबानि जनमान तकदानि जातानि सर्वाणि नशट्टो। वहाँ कोई फंस में आदमी ना रही तो खासा मेरे यो मोबाइल वाला फोन खिच्न लाउनु बीच वाला हो तो सेंटर में क्या छोड़ रहा है। अच्छा दाजु अब सुन त समझते हामी नमस्कार में दी गई तो यही जाए पूजा गर्नु पर्ने दोस्रोमा पहिलाको भ्यासी ओम भुर्भुवः स्वः ईश्वराय नमः ईश्वरीय गच्छ यतिष्ठमा पूजा गराय हो संक्रमितावतम सुरोज प्रसन्न। त्यहाँ चन्दन छ नि, चन्दन ल्याउनु न, चन्दन ट्याक्क लगाइदिनुहोस्, पूजा गरे जस्तो होस्। चन्दन अक्षता फुल ईश्वराय नमः ईश्वर ध्यायामि ध्यानार्थे अब हाते आसनार्थं पाणीश्वर ध्यायामि नमस्कार विन्दं सदामि। अब दोस्रोमा पूजा गर्नु क्रमसित है। मैले भनेपछि मन्त्र भनेपछि बल्ल अर्को जाने ओम भुर्भुवः स्वः ओम भुर्भुवः श्वेताम्बर श्वेतविपुर चाय श्वेत धुते चन्दनरोदिका हो चन्द्रेमन्तात्मा भवतकेति श्रेयांशमयं ददातु वेदा भुर्भुवः स्वः संसिनेन मध्यानार्थे समुद्रादिगन्धा वस्त्राणि स्वरप्यानि नमस्कारामि। अब तेस्रोमा मरुत भनेको वायुको पूजा गर्नु। मारुत 49 वायुहरूको पूजा गर्नु। ओम
पऱ्यो केटीले दिनभरि तिनवटा भिडियोमा हुने भयो फोटो पनि छैन सबैलाई देखाएर बनाऊ भगवते वासुदेवाय हरि वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय लामला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठ ओम अनि उहाँलाई खुवाएपछि ओडाएपछि घुम्ने है बुवा सुब्बालाई अगाडि सबैजना घुम्ने हे वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय जय हो वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय गो ब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः दुईजनालाई है देही सौभाग्यमा रोक्यम देखिते परमहंसकम रूपले इजाइँदै दुईटा दक्षिणा दिएर उहाँ बुवाको हातमा वर्णन गर्न पर्यो दुईटा दक्षिणा हातमा राख्नुहोस् एक घण्टालाई दिने दुईटाले यो तत्सत विष्णु विष्णु पूर्वचार संकल्प स्वाध्य आद्य काश्य पुत्रोत्पन्नं स्वर्ग प्रसाद चलनाहं शपथ निशा पुत्र सम्पूर्ण परिवारस्य प्रतिनिधित्व ल अब कुस्तीहरू छु यहाँ बोल ल पुस्दिनु अब ल उता पनि पुस्दिनु ल मैले बोलेँ है मन्त्र ल ल छोरी बानी हरिम भाषाधारी बिन 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 माछा बाह्र नष्टबाट योग सकर्डम चाहियो सरम बिना विषय नमिथे माछा तमासे वैशाखमा आसे वैशाख शुक्ल बजे सोमा शरणतायामा अचित अचित त्याग शरणवाद्यय मित्राय सवितरे मिथुन राशि देव गरौ भन्छ अनि सूर्यमा छोरी बानी हो मध्य काशे बजासे अन्तर्गत सर्वहम मध्य काशे बजाय दार्गना नेत्य ध्याय विशेषतः धन सम्पदन धन वेतन विशेषतः भवा सिद्ध्यर्थम भवभाग्य परिपालन बैतडे नदी तर्दुकामा यहाँ बैतडे धेनुमा लग्न से राधा दैवतेकम अमध्ये आते बचाय पद्राश्रमणे ब्राह्मणाय वचन ध्यान आवय काशवताय पुष्पणे ब्राह्मणाय पत्रपा सेक्रे ब्राह्मणामस्तु ल खोलेर हाजन न उहाँलाई पनि दिनु खोलेर ओम गामा सुन्नु गासु गावा ओम गामा सुन्नु गासु गावा भगवान् देवसाम्याम अब दान प्रतिष्ठा त्यो 50 दिन गर्नु यो दान प्रतिष्ठा यो आमाले अरे के दस देन दान अब दान दान प्रसाद
आपले गोत्राय सौर्य ब्राह्मणाय तब अभाव कासे गोत्राय सौर्य ब्राह्मणाय तसत्तमा सिकेटामा जस्तो हो ल अब उहाँ जाने त ल्याएर त्यहाँ राख्ने पूजा गर्नु हुन्छ आमालाई लानु पर्यो बजेट धेरै नौसात गर्नु पर्यो दुई बेला हो यहाँबाट हामीले यता जाने आमालाई त्यो पैसा पनि दिन आमालाई हात ल ल लिएर आयो बत्ती एउटा ल हामी यता आएर आमालाई पुग्नु ल ल ठुलै आउनु आमालाई पुग्नु ल दाई भाइ सबै आउँछ यो समाजमा हजुर मङ्गल भगवान् मङ्गल आयो त न हरे ओम ल बजाउनु धेरै नमस्कार गर्नु ल अब यहाँ टिका लगाइदिनु हजुरले यही त सुमा लैजाने विक्रम कहाँ बोकेर होइन बोला लगाइदिनु भने कसले लाउने अरे यहाँ त्यो भयो नि आमा त लास्टै आमाले टिका लगाइदिनु न पिसाब पनि आएन बोकेर लानु पर्छ बोकेर नलाने गाडी गाडी छैन कि अटोमा लैजाने कि बोकेर हुनु हजुर अटोमा अटो जानुहुन्छ क्या खै त हातको पैसा खै त हातमा पैसा पैसा खै त बुवाको हातमा पैसा खै त बाबा पहिले मेरो काम छोडेको ल्याउनु त कहाँ हो जुन पैसा हो सिक्का खै त बुवाको पैसा मैले त ल्याएको छ अहिले एउटा आउने भयो किन नानीलाई फोन पठाइदेऊ भन्नु त नानीले लगाइदिन्छ पैसा दियो बाबालाई बाह्र दिनु पर्छ यो पछि यो त आएर त्यहाँ नसार गर्न आउनु आउनु ल कार्डले त कार्डमा त्यहाँ नमस्कार गर्नु त नमस्कार गर्नु त्यहाँ नमस्कार ल ल आउने त ल ल टिका लगाइदिनु न यहाँ टिका लगाइदिनु ओ यहाँ कलकत्ता लगाउ नि सामान लाइन गर्यो त्यहाँ चन्दन पनि लगाइदिनु तिम्रो लगा लाग्यो ल हो त्यहाँ कसो मान राख्ने ल ल चन्द्रलाई नमो ब्रह्मण देवाय गो ब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः